नमस्ते सबैजनालाई, म करुण मिश्र। आज चाहिँ हामी क्लास 12 फिजिक्सको एक्वास्टिक फेनोमेनाको न्युमेरिकल गर्न जाँदैछौँ। सो लास्टसम्म हेरिदिनु होला। मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला है। र केही कन्फ्युजन छ भने कमेन्टमा पनि लेखिदिनु होला। ल, हाम्रो फर्स्ट क्वेसन छ, अ ट्रेन इज एप्रोचिङ अ क्लिफ एट 10 मिटर पर सेकेन्ड, द ड्राइभर साउन्ड अ विसल अफ फ्रिक्वेन्सी 600 हर्ट्ज, वाट विल बी द फ्रिक्वेन्सी अफ द इको एज हर्ड बाई द ड्राइभर भनेको छ। सो हामीसँग यसमा चाहिँ एउटा फर्मुला हामी यसमा गर्ने हो क्या। सो हामीले योमा चाहिँ के फर्मुला युज गर्छौँ भन्दाखेरि हामीसँग एफ ड्यास इज इक्वल्स टु भी प्लस माइनस भी हो डिभाइडेड बाई भी प्लस माइनस भीएस इन्टु एफ हो के है। यो चाहिँ हाम्रो अब्जर्भरको भेलोसिटी, यो चाहिँ हाम्रो सोर्सबाट जुन भेलोसिटी अफ साउन्ड निस्किन्छ नि त्यो, अनि यो चाहिँ हाम्रो भेलोसिटी अफ साउन्ड यिनीहरू जुन चाहिँ 340 पनि दिन सक्छ, 332 पनि दिन सक्छ है। अब यहाँ चाहिँ के कुरा आउँछ त भन्दाखेरि प्लस कतिखेर युज गर्ने, माइनस कतिखेर युज गर्ने भन्ने कुरा हो। सो जस्तै अब्जेक्ट, जस्तै यो भेलोसिटी अफ साउन्ड र अब्जर्भर यदि सेम डिरेक्सनमा छ भने माइनस गर्ने, अपोजिट डिरेक्सनमा छ भने प्लस गर्ने। यो हामीले 8 क्लासमा जुन रिलेटिभ भेलोसिटी पढाएको थियौँ नि, भिएभी इज इक्वल्स टु भिए प्लस भिबी वाला कन्सेप्ट एउटा पढेको थियौँ नि। यो हाम्रो कुन भन्दाखेरि क्लास 8 तिर पढाएको थियौँ नि, हो त्यही कन्सेप्ट नै यसमा लागू गर्छु। तर के हुन्छ त भन्दाखेरि यहाँ चाहिँ भेलोसिटी अफ साउन्डको हुन्छ, भेलोसिटी अफ साउन्ड र भेलोसिटी अफ अब्जर्भर या भेलोसिटी अफ सोर्स अफ साउन्डबाट है। यदि सेम डिरेक्सनमा छ भने भिए र भिबी हाम्रो के हुन्थ्यो त, भिए माइनस भिबी हुन्थ्यो नि त होइन। अनि अपोजिट डिरेक्सनमा छ भने चाहिँ भिए प्लस भिबी हुन्थ्यो नि। सेम यसमा पनि त्यही नै कन्सेप्ट हुन्छ। अनि यसमा अर्को कन्सेप्ट चाहिँ के हुन्छ त भन्दाखेरि यदि अब्जर्भर रेस्टमा छ भने यो 0 भइदिन्छ, यदि सोर्स रेस्टमा छ भने यो 0 भइदिन्छ। यति चाहिँ हामीले बुझ्नुपर्छ है। सो हाम्रो यो क्वेसनमा चाहिँ के छ त भन्दाखेरि एउटा ट्रेन चाहिँ क्लिफतिर गइरहेछ 10 मिटर पर सेकेन्ड भनेपछि यसलाई मैले भेलोसिटी अफ सोर्स भन्न नि पाएँ 10 मिटर पर सेकेन्ड होइन। and the driver sounds a whistle of a frequency 600 हर्ट्ज। फ्रिक्वेन्सी हाम्रो कति छ त 600 हर्ट्ज। तर यहाँबाट जति फ्रिक्वेन्सी निस्किएको छ त्यति नै अब्जर्भरले नि सुन्छ भन्ने हुँदैन क्या, किनकि जति डिस्टेन्स बढ्दै जान्छ त्यति नै एनर्जी लस हुन्छ, फ्रिक्वेन्सी पनि घट्छ होइन। सो फ्रिक्वेन्सी चाहिँ के हुन्छ त भन्दा डिफ्रेन्ट हुन्छ है। अनि वाट विल बी द फ्रिक्वेन्सी अफ इको एज हर्ड बाई द ड्राइभर भनेको छ। सो हामीलाई एफ ड्यास निकाल्नु पर्ने छ। सो यो कन्डिसनमा जब इकोको कुरा गर्छ नि, इकोको जब कुरा गर्छ, इकोको कुरा गर्दाखेरि भिएस बराबर भिओ भइदिन्छ है। भिएस र भिओ चाहिँ हाम्रो के भइदिन्छ त, इक्वल भइदिन्छ। अब यहाँ हाम्रो एफ ड्यास इज इक्वल्स टु इकोको केसमा चाहिँ के हुन्छ भन्दाखेरि भी प्लस भिओ डिभाइडेड बाई भी माइनस भिएस भइदिन्छ है। यो हाम्रो यसमा लाग्ने फर्मुला भयो अनि इन्टु एफ भयो। सो भी भनेको मेरो कति छ त 340 प्लस भिओ भनेको कति हुन्छ त 10 नै हुन्छ। अनि भी भनेको 340 माइनस 10 इन्टु एफ भनेको हाम्रो 600 छ। यसलाई क्यालकुलेट गरौँ। क्यालकुलेट गर्दाखेरि ठ्याक्क हाम्रो कति आउँछ त भन्दाखेरि 636.36 हर्ज आउँछ है। हाम्रो नेक्स्ट क्वेसन छ, अ कार इज sounding a horn of frequency 500 hertz and traveling towards a stationary observer with a speed 20 meter per second. What is the apparent frequency heard by the observer भनेको छ। यो केसमा चाहिँ हामीलाई के भनेको छ त, कार चाहिँ स्टेशनरी अब्जर्भरतिर गएको छ। लेट्स चाहिँ अब्जर्भर यतातिर छ अनि हाम्रो कार चाहिँ के छ त भन्दाखेरि सोर्स भयो होइन। कार चाहिँ सोर्स भयो। कार कतातिर, सोर्स कतातिर गइरहेछ त, यतातिर। भनेपछि भेलोसिटी अफ सोर्स के भयो त, भिएस भयो। अनि साउन्ड त जहिले पनि के हुन्छ त भन्दाखेरि सोर्सबाट अब्जर्भरतिर जान्छ भनेपछि मेरो भी के हुन्छ त, यही डिरेक्सनमा नै हुने भयो। अब हामीसँग फर्मुला के छ भन्दाखेरि एफ ड्यास इज इक्वल्स टु भी प्लस माइनस भिओ डिभाइडेड बाई भी प्लस माइनस भिएस इन्टु एफ हो नि त। अब यहाँ चाहिँ के भइदियो त भन्दाखेरि हाम्रो अब्जर्भर के छ, अब्जर्भर हाम्रो रेस्टमा छ है, किन स्टेसनरी अब्जर्भर भनेको छ। सो यो त मेरो आफसे आफ 0 भइदियो भने चाहिँ माथिपट्टि भी हुने भयो, तलपट्टि के हुन्छ त भी। अब यहाँ प्लस माइनसको ठाउँमा एउटा युज गर्ने भयो। मैले अघि नै भने यदि सेम डिरेक्सनमा छ भने माइनस, अपोजिट डिरेक्सनमा छ भने प्लस। सो भी र भिएस के छ त अहिले सेम डिरेक्सनमा छ। सो यहाँ के हुने भयो त, भी एस हुने भयो इन्टु एफ हुने भयो। सो एफ ड्यासको फर्मुला के हुने भयो त, भी अपन भी माइनस भिएस इन्टु एफ। सो यहाँ हाम्रो फर्मुला के लाग्ने भयो, एफ ड्यास इज इक्वल्स टु भी बाई भी माइनस भिएस इन्टु एफ। सो भी भनेको के छ हाम्रो 340
डिभाइडेड बाई भी भनेको 340 माइनस भ्यास भनेको 20 इन्टु एफ भनेको 500। सो हाम्रो एन्सर कति आउँछ त भन्दाखेरि 531.25 हर्ज आउने भयो। हाम्रो नेक्स्ट क्वेसन छ अ सोर्स ह्याभिङ अ फ्रिक्वेन्सी 240 हर्ज इज मुभिङ टुवार्ड्स एन अब्जर्भर विथ अ speed of 10 meter per second when the observer is moving away the source with a velocity of 30 meter per second, then find the apparent frequency heard by the observer if the velocity of sound in air is 340 meter per second। यो केसमा चाहिँ के छ भन्दाखेरि हेरौँ है, यहाँ लेट्स से यहाँ हाम्रो सोर्स भयो अनि यहाँ लेट्स से अब्जर्भर भयो हैन। यो केसमा दुईटै मुभ गरिरहेछ, सोर्स अब्जर्भरतिर गइरहेछ अनि अब्जर्भर चाहिँ के भइरहेछ त भन्दाखेरि सोर्सबाट टाढा गइरहेछ क्या। सो अब्जर्भरको भेलोसिटी यो डिरेक्सनमा छ हैन, साउन्डको डिरेक्सन भेलोसिटी अफ साउन्ड त जहिले पनि कतातिर हुन्छ त अब्जर्भरतिरै हुन्छ र भेलोसिटी अफ सोर्स पनि के भइरहेछ, सोर्स यतातिर गइरहेछ नि सोर्सको भेलोसिटी पनि यतै हुने भयो। यो सोर्स र भेलोसिटी अफ साउन्ड सेम डिरेक्सनमा छ, सो यसको लागि भी माइनस भ्यास हुन्छ भने यहाँ चाहिँ के हुने भयो त भन्दाखेरि भी र भिओ पनि के छ त सेम डिरेक्सनमा छ नि त, सो भी माइनस भिओ हुने भयो के है। यो दुईटा कन्डिसन लाग्ने भयो। सो मेरो एफ भनेको के हुन्छ त भन्दाखेरि एफ ड्यास इज इक्वल्स टु भी माइनस भिओ डिभाइडेड बाई भी माइनस भ्यास इन्टु एफ। त्यो भनेको हाम्रो भी भनेको 340 क्वेसनले दियो, भी नट भनेको भी ओ भनेको 30 डिभाइड अनि भी भनेको 340 अनि यो भनेको हाम्रो कति त भन्दाखेरि 10 इन्टु एफ भनेको 240। सो हाम्रो एन्सर चाहिँ कति आउँछ त भन्दाखेरि 225.5 हर्ज आउँछ। हाम्रो नेक्स्ट क्वेसन छ अ कार इज sounding its horn has a frequency 400 Hz and traveling toward the stationary traffic post. A traffic police at the post detect the change in the frequency of 60 Hz when the car crosses him. Find the velocity of a car if the velocity of a sound in air is 340 meter per second भनेको छ। यहाँ चाहिँ क्वेसनले के भनेको छ भन्दाखेरि एउटा कार छ हैन, एउटा कार छ, कारको फ्रिक्वेन्सी हामीसँग 400 हर्ज छ, ट्राभलिङ टुवार्ड द ट्राफिक पोस्ट। लेट्स से यहाँ एउटा ट्राफिक पोस्ट छ, त्यो भनेको हाम्रो अब्जर्भर भयो अनि यहाँबाट एउटा कार आइरहेछ, यहाँबाट कार आइरहेछ, कार आउँदाखेरि यो भनेको भ्यास भयो अनि यसको फ्रिक्वेन्सी कति दिएको छ त भन्दाखेरि 400 हर्ज दिएको छ है। अनि के भन्यो भन्दाखेरि जब ट्राफिक पुलिस एट द पोस्ट डिटेक्ट द चेन्ज इन अ फ्रिक्वेन्सी अफ 60 हर्ज भनेको छ, मतलब यहाँबाट यहाँसम्म पुग्दाखेरि चाहिँ के भयो त भन्दाखेरि चेन्ज इन अ फ्रिक्वेन्सी भयो, मतलब 400 थियो पहिला फ्रिक्वेन्सी, अब्जर्भरबाट पुग्दाखेरि चाहिँ कतिको डिफ्रेन्स पायो त भन्दाखेरि 60 हर्जको डिफ्रेन्स पायो भनेको छ। सो 60 हर्जको डिफ्रेन्स पायो भनेपछि के हुन्छ त भन्दाखेरि यो फ्रिक्वेन्सी अब्जर्भरतिर गइरहेछ भनेपछि त फ्रिक्वेन्सी पक्कै पनि के हुँदै होला त बढिरह्यो होला, किनकि अब्जर्भरबाट टाढिँदै गइरहेछ भने चाहिँ फ्रिक्वेन्सी घट्दै जान्छ, अब्जर्भरतिर गइरहेछ भने त फ्रिक्वेन्सी के हुँदै जान्छ त बढ्दै जान्छ नि, किनकि एनर्जी बढ्दै जान्छ, एनर्जी बढ्नु भनेको त फ्रिक्वेन्सी बढ्नु हो नि त। सो उसले चाहिँ कति फ्रिक्वेन्सी सुन्छ त भन्दाखेरि एफ ड्यास भनेको कति हुने भयो त भन्दाखेरि 400 चाहिँ पहिला थियो, त्यो 400 चाहिँ यहाँसम्म पुगेपछि कति हुन्छ त 400 चेन्ज कति पायो त 60। सो एफ ड्यास भनेको कति भयो त 460 हर्ज हुने भयो है। अनि त्यसपछि के भनेको छ त फाइन्ड द भेलोसिटी अफ अ कार भनेको छ, मलाई यो चाहिँ निकाल्नु पर्ने छ अनि यो त मेरो के छ त रेस्टमा छ, यो त जेरै भयो है। सो हेरौँ, सो मलाई के दियो एफ दियो 400 हर्ज दियो है, त्यसपछि भी एस निकाल्नु पर्ने छ अनि यो चेन्ज इन फ्रिक्वेन्सी कति भयो त भन्दाखेरि चेन्ज इन फ्रिक्वेन्सी 60 हर्ज हैन। सो मेरो एफ ड्यास कति हुन्छ त 400 पहिला थियो, नजिकै गएको कारणले गर्दाखेरि चाहिँ यो हाम्रो जोडिन्छ यसमा। सो हाम्रो कति भयो त 460 हर्ज भयो। अब भिओ त मेरो 0 छ। अब यहाँ एउटा कुरा हेरौँ है, भी एस पनि यही डिरेक्सनमा छ
भी पनि यही डिरेक्सनमा छ भनेपछि सेम डिरेक्सन भएपछि हाम्रो के हुने भयो त घट्ने भयो। सो हाम्रो फर्मुला एफ ड्यास इज इक्वल्स टु भी अपन भी माइनस भिएस इन्टु एफ। यो मलाई 460 दियो, भी भनेको 340 दिएको छ, यो 340 माइनस भिएस निकाल्नु पर्ने इन्टु 400। सो यो यता जान्छ, यो यता आउँछ, यसलाई हिसाब गर्ने हो भने हाम्रो भिएस को भ्यालु चाहिँ कति आउँछ भन्दाखेरि भिएस इज इक्वल्स टु 44.34 मिटर पर सेकेन्ड आउँछ है। नेक्स्ट क्वेसन छ अ कार इज एप्रोचिङ टुवार्ड्स द क्लिफ एट स्पीड अफ 20 मिटर पर सेकेन्ड। द driver sounds a whistle of frequency 800 hertz. Calculate the frequency of echo as heard by the car driver. Velocity of sound is 350 meter per second दिएको छ। यो खाले क्वेसनमा चाहिँ खास अघि नै मैले भनेको थिएँ इको को कन्डिसन हो। इको को कन्डिसनमा या रिफ्लेक्टरको केसमा चाहिँ भिएस बराबर भिओ हुन्छ। यो चाहिँ हामीले बुझिराख्नु पर्यो है। सो 1 नम्बरमा हामीले गरिसकेका छौँ। सो त्यतिखेर मैले एउटा कुरा भन्न बिर्सेँ हैन। सो यहाँ चाहिँ हामीसँग दुईवटा कन्डिसन हुन्छ क्या। लेट्स से यो चाहिँ हाम्रो क्लिफ भयो एकछिनलाई हैन, मतलब यो चाहिँ हाम्रो रिफ्लेक्टर भयो हैन, यो चाहिँ हाम्रो रिफ्लेक्टर भयो या जहाँबाट चाहिँ इको आउने भयो। सो यो चाहिँ यसमा चाहिँ के हुन्छ भन्दाखेरि यदि सोर्स हैन, यदि सोर्स चाहिँ रिफ्लेक्टरतिर गइरहेछ, सोर्स चाहिँ क्लिफतिर गइरहेछ, यसलाई क्लिफ भनौँ या हामी इको प्रड्युस गर्छ भनेपछि यसलाई रिफ्लेक्टर पनि हामीले भन्न सक्छौँ त हैन। सो यो एउटा कन्डिसन बुझौँ है। यदि सोर्स चाहिँ हाम्रो रिफ्लेक्टरतिर गइरहेछ भने चाहिँ हाम्रो फर्मुला के हुन्छ भन्दाखेरि एफ ड्यास इज इक्वल्स टु भी प्लस भिओ डिभाइडेड बाई भी माइनस भिएस इन्टु एफ हुन्छ भने इफ यही क्लिफ यो क्लिफ छ हैन, यो क्लिफ छ तर सोर्स चाहिँ लेट्स से यतातिर गइरहेछ अरे हैन, अपोजिटमा गइरहेछ, अपोजिटमा गइरहेछ भने चाहिँ हाम्रो यो कन्डिसनमा चाहिँ के हुन्छ त भन्दाखेरि एफ ड्यास इज इक्वल्स टु भी माइनस भिओ डिभाइडेड बाई भी प्लस भिएस इन्टु एफ हुन्छ। यो कुरा चाहिँ एउटा बुझौँ है। अहिले चाहिँ त्यो न्युमेरिकल आएको छैन, मैले ओल्ड इज गोल्ड अनि त्यो न्युमेरिकल भेट्टाइन, तर इक्जाममा आउन सक्छ। सो यो एउटा कन्डिसन चाहिँ हामीले बुझिराखौँ है। रिफ्लेक्टरको कुरो गरेछ या इको को कुरो गरेछ भने इको वाला क्वेसनमा चाहिँ यो जुन सोर्स छ यो सोर्स चाहिँ क्लिफतिर गइरहेछ कि क्लिफबाट टाढातिर गइरहेछ यो कुरो चाहिँ हामी बुझौँ। यदि क्लिफतिर गएको छ टुवार्ड्स द क्लिफ छ या टुवार्ड्स द रिफ्लेक्टरको कुरो गरेछ भने यो फर्मुला लगाउने, यदि अवेको कुरो गरेछ भने यो फर्मुला लगाउने। सो यो केसमा पनि के छ त भन्दाखेरि एप्रोचिङ टुवार्ड्स द क्लिफ छ भने चाहिँ हामीसँग फर्मुला के भयो त एफ ड्यास इज इक्वल्स टु भी प्लस भिओ डिभाइडेड बाई भी माइनस भिएस इन्टु एफ हुने भयो। सो हामीसँग के भयो त भी भनेको 350 दिएको छ प्लस भिओ हामीलाई कति दिएको छ त 20 नै हुन्छ, किन यो रिफ्लेक्टरको केसमा भिएस र भिओ चाहिँ हाम्रो बराबर हुन्छ है। त्यसै गरी यहाँ चाहिँ मेरो 350 माइनस 20 इन्टु एफ चाहिँ मेरो कति हुने भयो त भन्दाखेरि कति गयो 800। सो यसलाई हामीले हिसाब गर्ने हो भने चाहिँ हाम्रो 896.97 हर्ज हुने। हामीसँग नेक्स्ट क्वेसन छ व्हेन अ जेट प्लेन इज फ्लाइङ अन एलिभेसन अफ 1000 मिटर द साउन्ड लेभल अन द ग्राउन्ड is 4 dB. What would be the intensity level on the ground when its elevation is low as 100 meter भनेको छ। सो यो क्वेसनमा चाहिँ हामीलाई के दियो भन्दाखेरि डिस्टेन्स दियो सुरुमा 1000 मिटर, 1000 मिटर हुँदाखेरि इन्टेन्सिटी लेभल बीटा 1 कति दियो त भन्दाखेरि 4 dB दियो हैन। अब क्वेसनले के भनेको छ भन्दा आर टु 100 मिटर मतलब डिस्टेन्स यदि 100 मिटर हुने हो भने बीटा 2 चाहिँ कति भनेर सोधेको छ। अब बीटा 2 भनेको हामी फर्मुलाबाट जाने हो भने चाहिँ बीटा 1 प्लस चेन्ज इन इन्टेन्सिटी लेभल हो भनेपछि हामीलाई यो चाहियो। यो भनेको कति हुन्छ त भन्दाखेरि 10 लग हाम्रो कति हुन्छ त भन्दाखेरि 10 लग I2 बाई I1 हुन्छ हाम्रो फर्मुला चाहिँ खासमा। अब I2 बाई I1 निकाल्नु पर्यो। हामीसँग रिलेसन के छ त इन्टेन्सिटी इज इन्भर्सली प्रोपोर्सनल टु द स्क्वायर अफ द डिस्टेन्स हैन। सो हामीले यहाँबाट I2 बाई I1 को फर्मुला चाहिँ हामी के निकाल्न सक्छौँ त
R1 बाई R1 बाई R2 को होल स्क्वायर। सो यहीबाट हामीले यहाँ सब्स्टिट्युट गर्छौँ त्यो फर्मुला। सो डेल्टा बिटा भनेको हाम्रो कति हुने भयो त 10 log R1 बाई R2 को होल स्क्वायर। यो लग छ भने उता जान्छ 2 into 10 हुन्छ, अनि लग R1 बाई R2, सो यो भने 20 भयो, अनि यो भनेको 1000 डिभाइडेड बाई 100, यहाँ लगै छुटेछ भनेपछि 20 dB आउँछ यो हाम्रो है। सो डेल्टा बी भयो भने हामीलाई चाहियो भनेको चाहिँ बिटा 2 हो नि त। सो बिटा 1 प्लस डेल्टा बिटा भनेको कति हुने भयो त, बिटा भनेको 20 बिटा 1 भनेको 4, यो भनेको 20, हाम्रो फाइनल एन्सर आयो 24 डेसिबल। सो यो चाहिँ हाम्रो एन्सर भयो। सो आज हामीले चाहिँ यो लास्ट क्वेसन थियो हाम्रो। सो अरू क्वेसनहरू पनि यस्तै नै छ, सबै एकअर्कासँग रिलेटेड क्वेसनहरू नै हो। सो यहाँसम्म हेरिदिनु भयो भने लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।